रविन्द्र ढाँट र कासिम मोड्रोज यूएफसी सपनाको बाटोमा निर्णायक भिडन्त। नेपाली एमएमए समर्थकहरूका लागि एउटा ऐतिहासिक क्षण नजिकै छ। रोड टु यूएफसी सिजन 5 को सेमिफाइनलमा नेपालका स्टार फाइटर रविन्द्र ढाँटले न्युजिल्यान्डका अपराजित फाइटर कासिम मोड्रोजसँग प्रतिस्पर्धा गर्दैछन्। यो केवल दुई फाइट बीचको खेल मात्र होइन, यो नेपालको यूएफसी सम्मको जोडिएको महत्त्वपूर्ण परीक्षा पनि हो दर्शकवृन्द, आजको यस भिडियोमा हामी रोड टु यूएफसी सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका रविन्द्र ढाँट र कासिम मोड्रोजको करियर, उपलब्धि, बलियो पक्ष तथा तथ्यको विश्लेषण गर्दै कसले जित्ने सम्भावना बढी छ भन्ने विषयमा चर्चा गर्नेछौँ। सबैभन्दा पहिला दुवै फाइटरको रेकर्ड हेरौँ। रविन्द्र ढाँट, उपनाम टाइगर, प्रोफेसनल रेकर्ड 10 जित 11, उमेर 27 वर्ष, देश नेपाल, नकआउटबाट जित 8, समेसनबाट जित 1, डिसिजनबाट जित 1। अब कुरा गरौँ कासिम मोड्रोजको। उपनाम मोड्रोज, प्रोफेसनल रेकर्ड 8 जित 0 हार, उमेर 25 वर्ष, देश न्युजिल्यान्ड, नकआउटबाट जित 5, समेसनबाट 2, डिसिजनबाट 1। अब सबैको मनमा एउटै प्रश्न छ, यी दुई मध्ये बलियो को देखिन्छ? तथ्याङ्क हेर्दा रविन्द्रसँग अनुभवको पक्ष बलियो देखिन्छ। उनले 11वटा प्रोफेसनल फाइट खेलिसकेका छन् र 10 जित आफ्नो नाम लेखाइसकेका छन्। अझ महत्त्वपूर्ण कुरा, उनका 8 जित नकआउट मार्फत आएका छन्। त्यसले रविन्द्रको आक्रामक शैली र शक्तिशाली प्रहारलाई स्पष्ट देखाउँछ। रविन्द्र ढाँटको विशेषता भनेको उनी सुरुदेखि नै दबाव सिर्जना गर्न सक्छन्। अवसर पाएपछि उनी खेललाई लामो समयसम्म लैजानुभन्दा छिटो समाप्त गर्न रुचाउँछन्। यही कारण उनका धेरै जित नकआउटबाट आएका छन्। अर्कोतर्फ कासिम मोड्रोज हालसम्म अपराजित छन्। 8 खेलमा 8 जित निकाल्नु सामान्य उपलब्धि होइन। उनले केवल प्रहारबाट मात्र होइन, समेसन मार्फत पनि जित निकालेका छन्। यसले उनको खेल बहुआयामी रहेको सङ्केत गर्छ। मोड्रोजको बलियो पक्ष भनेको उनको धैर्यता र रणनीतिक खेल हो। उनी आवश्यक पर्दा उभिएर प्रतिस्पर्धा गर्न सक्छन् भने ग्राउन्ड गेममा पनि उत्तिकै प्रभावशाली छन्। यही कारण उनलाई पूर्ण फाइटरको रूपमा हेरिन्छ। यदि यो प्रतिस्पर्धा केवल प्रहारको आनन्दमयमा सीमित रह्यो भने रविन्द्रको नकआउट शक्ति निर्णायक बन्न सक्छ। तर यदि खेल ग्राउन्ड गेम वा लामो समयसम्म चल्यो भने मोड्रोजले आफ्नो बहुआयामी क्षमताको फाइदा उठाउन सक्छन्। अहिले रविन्द्र आफ्नो करियरकै सबैभन्दा महत्त्वपूर्ण चरणमा छन्। यूएफसीको आधिकारिक सम्झौताबाट उनी केवल 2 जित टाढा छन्। यसकारण उनी र उनको टोलीले यस प्रतिस्पर्धाका लागि विशेष तयारी गरिरहेका छन्। रोचक कुरा के छ भने रविन्द्रसँग अहिले युकियान्दबे जस्ता अनुभवी नेपाली फाइटरको साथ पनि छ। रणनीतिक परीक्षण र मानसिक तयारीमा टोलीको निकै मेहनत गरिरहेको बताइएको छ। तथ्याङ्कको आधारमा हेर्दा अनुभवमा रविन्द्र अगाडि, नकआउट शक्तिमा रविन्द्र अगाडि, अपराजित रेकर्डमा मोड्रोज अगाडि, समेसन र बहुआयामिक खेलमा मोड्रोज अगाडि। त्यसैले यो प्रतिस्पर्धालाई एकतर्फी भन्न सकिँदैन। दुवै फाइटरसँग जित्ने पर्याप्त सम्भावना छ। तर नेपाली समर्थकहरूको विश्वास छ कि रविन्द्रको शक्ति, आत्मविश्वास र आक्रामक शैलीले उनलाई अर्को ऐतिहासिक जित दिलाउन सक्छ। अब सम्पूर्ण नेपाली समर्थकहरूको नजर यही प्रतिस्पर्धामा केन्द्रित छ। यदि रविन्द्रले जित हासिल गरे भने उनी यूएफसीको ढोकासम्म मात्र पुग्ने होइन, नेपाली एमएमए इतिहासमा नयाँ अध्याय पनि लेख्नेछन्। अब प्रश्न तपाईहरूलाई, रविन्द्र ढाँटले कासिम मोड्रोजलाई हराएर फाइनलको यात्रा तय गर्न सक्छन् त? कमेन्टमा आफ्नो प्रतिक्रिया दिन भने नबिर्सिनुहोला। सँगै हाम्रो च्यानललाई फलो गर्न भने नबिर्सिनुहोला।